नमस्कार, म हुँ जानुका दाहाल, गौरादह कृषि क्याम्पसमा एसिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत छु र सानो सानो रिसर्चहरूलाई पनि एक्सटेन्सन गर्नुपर्छ भन्ने उद्देश्यको साथ हामीले कन्भर्सेसन सिरिज स्टार्ट गरेको थियौँ। बिचमा अलिकति लामो ग्याप भयो र यसलाई कन्टिन्युटी दिनको लागि आज हामीसँग हुनुहुन्छ कृषि तथा वन विश्वविद्यालय अन्तर्गत कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट पाखरीबासमा अध्ययन भर्खरै सक्नुभएका विद्यार्थी भाइ सौजन कुलुङ। उहाँले चाहिँ यल्लो हिमालयन रास्पबेरी अथवा ऐसेलुमा चाहिँ रिसर्च गर्नुभएको छ। ऐसेलु चाहिँ एक किसिमको जङ्गली फल हो र यो चाहिँ यत्तिकै टिपेर अभाइलेबल हुने ठाउँमा खाइराखे तापनि यसको कमर्सियलाइजेसन भएको छैन र ऐसेलुमा एक्ज्याक्ट कति के न्युट्रिएन्ट्सहरू पाइन्छ भन्ने पनि क्वान्टिफिकेसन भएको छैन र यो विषय अन्तर्गत चाहिँ रहेर उहाँले रिसर्च गर्नुभएको छ। स्वागत गरौँ उहाँलाई यो कन्भर्सेसनमा। धन्यवाद। मेरो नाम चाहिँ सौजन कुलुङ र म चाहिँ भर्खरै मात्रै यो प्राकृतिक स्रोत व्यवस्थापन कलेजबाट पास आउट विद्यार्थी। सौजनजी, सुरुमा चाहिँ तपाईँले यो ऐसेलु किन छान्नुभयो? ऐसेलुको बारेमा थोरै परिचय दिनुहोस् न। ऐसेलु चाहिँ हाम्रो डेली हामीले कन्ज्युम गरिरहेको रोड साइडमा अभाइलेबल हुने, जङ्गल जता पनि अभाइलेबल हुने, डेली कन्ज्युम गरिरहने, बच्चादेखि खाँदै आइएको र यसमा चाहिँ मेडिसिनल प्रोपर्टिजहरू हुन्छ जुन हाम्रो मेडिकल फिल्डका लागि र फुडका लागि कन्ज्युम गरिन्छ। तर यसका एक्ज्याक्ट मेडिसिनल भ्यालुहरू के छन् र अरू कन्ट्रीमा अथवा धेरै स्टडी भएका कन्ट्रीहरू इन्डिया भए जस्तै मेडिकल फिल्डमा स्टडी भएको छ, तर नेपालमा पाइने ऐसेलुमा ठ्याक्कै कति न्युट्रिसन छ अनि अन्डर युटिलाइज फ्रुटहरूलाई चाहिँ हामीले गर्नुपर्छ भन्ने मेन विचार लिएर नै मैले चाहिँ यसलाई र मेडिसिनल भ्यालुहरू हामीले यसलाई एउटा बेस लाइन सेट गर्नलाई, क्वान्टिफिकेसन गर्नलाई चाहिँ सकियो भने भोलि पर्सिको दिनमा चाहिँ यसलाई अझै फर्दर स्टडी गरेर हामीले कमर्सियलाइजेसन गर्न सकियो भने यहाँबाट चाहिँ हामीले विविध मेडिसिनल भ्यालुहरू एड गर्न सक्छौँ र अरू प्रडक्टहरू पनि बनाउन सकिन्छ भन्ने सोचेर चाहिँ मैले यो ऐसेलु छानेको थिएँ। ओके, भनेपछि तपाईँले खाइराखेको फ्रुट तर यसमा चाहिँ के खाद्य तत्त्व पाइन्छन् र हामीलाई बेनिफिट गर्छ भन्ने हिसाबले यो क्रप छान्नुभयो होइन त? ठ्याक्कै तपाईँको यो अनुसन्धानको सेटिङ चाहिँ कस्तो थियो त? मेरो अनुसन्धानको सेटिङ भनेको यो डिफ्रेन्ट अल्टिट्युडमा चाहिँ यो हाम्रो जुन हाम्रो न्युट्रास्युटिकल प्रोफाइल अथवा त्यसमा पाइने हाम्रो बायोएक्टिभ कम्पाउन्ड्सहरूको डिफ्रेन्स कति हुँदो रहेछ अथवा 1800मा पाउने ऐसेलु र 2200को अल्टिट्युडमा पाउने ऐसेलुमा सिमिलर केमिकल प्रोफाइल, बायोएक्टिभ कम्पाउन्ड, फुड क्वालिटी ट्रेट्स हुन्छ कि हुँदैन त भन्ने कुरोलाई स्टडी गर्नको लागि चाहिँ हामीले 1800देखि 2200 मिटरसम्मको 100 मिटर एल्टिट्युडको डिफ्रेन्समा चाहिँ ऐसेलु टिप्यौँ र त्यसलाई चाहिँ हामीले ल्याबमा ल्याएर सिआरडीमा ल्याब टेस्टिङ गऱ्यौँ र यसका विविध ट्रेटहरू हामी जस्तै हाम्रो फुड क्वालिटी ट्रेट्स भयो, त्यसमा हामी टाइट्रेटेबल एसिडिटी, अनि हाम्रो जुस रिकभरी कति छ, पिएच कति छ, यो कुराहरू अनुसन्धान गरियो र हाम्रो बायोएक्टिभ कम्पाउन्ड्स मेजर हामीले स्पेक्ट्रोफोटोमेट्रिक प्रोसेसबाट गऱ्यौँ र त्यसमा चाहिँ हाम्रो टोटल पोलिफेनलका कुराहरू आउँछन्। हामी एन्टिअक्सिडेन्ट भन्छौँ, एन्टिअक्सिडेन्ट मेजर गर्ने विविध तरिका हुन्छ र त्यसमा हामीले रेडिकल स्क्याभेन्जिङ एक्टिभिटीलाई स्टडी गऱ्यौँ TPPH-SA भन्ने मेथडबाट। अनि हाम्रो फ्लाभोनोलको कन्टेन्ट, हाम्रो क्यारोटिनोइड कति छ यसमा, लाइकोपिन पिगमेन्टहरू कति छ भनेर चाहिँ स्टडी गरेका हौँ। ओके, भनेपछि तपाईँले चाहिँ ल्याबमा लगेर यसमा शरीरलाई फाइदा गर्ने खाद्य तत्त्वहरू कति छ भनेर हेर्नुभयो। त्यो चाहिँ बेस्ड अन कुन हाइटको ऐसेलुमा कति छ भनेर भनिसकेपछि यो जस्तो तपाईँले चाहिँ ऐसेलुमा के चाहिँ मेजर खाद्य तत्त्वहरू पाइँदो रहेछन् अनि यसलाई चाहिँ अब जति ठाउँ अनुसार चाहिँ अथवा चाहिँ सी लेभलबाट हाइट फरक अनुसार चाहिँ कतिको फरक हुँदो रहेछ त ऐसेलुको प्रपर्टीमा? हाम्रो स्टडी अनुसार अब 1800देखि जुन 2200 मिटरसम्मको एल्टिट्युडमा चाहिँ हामीले आइडेन्टिफाई गरेका कम्पाउन्ड भन्दा पनि हामीले क्वान्टिफिकेसनमा गएका जुन क्वान्टिफिकेसन गरेका कम्पाउन्डहरू भनेको हामीले टोटल पोलिफेनल कम्पाउन्ड भन्छौँ, अनि टोटल फ्लाभोनोइड कम्पाउन्ड, अनि हाम्रो टोटल फ्लाभोनोल र हाम्रो मेजरली चाहिँ यसमा एन्टिअक्सिडेन्ट प्रोपर्टी
आरएसए भन्छ, रेडिकल स्क्याभेन्जिङ एक्टिभिटी भन्छ, जसले चाहिँ हाम्रो शरीरमा प्रोड्युस हुने जुन हाम्रो नर्मल मेटाबोलिजम हुँदा पनि फ्री रेडिकलहरू प्रोड्युस हुन्छन् र त्यसलाई न्युट्रलाइज गर्ने पावरलाई हामी रेडिकल स्क्याभेन्जिङ एक्टिभिटी भन्छौँ, कुनै पनि फ्रुटमा हुने कम्पाउन्ड। र हाम्रो रेडिकल स्क्याभेन्जिङ एक्टिभिटी चाहिँ हाम्रो लोवर एल्टिट्युड 1800देखि 1900को एल्टिट्युडमा सिग्निफिकेन्टली हायर देखियो। जब एल्टिट्युड ग्रेडियन्ट बढ्दै गयो 1800देखि जब हामी 2200तिर लाग्यो, त्यति बेला चाहिँ हाम्रो सिग्निफिकेन्टली घट्दै गयो र हाम्रो अरू कम्पाउन्डहरू जुन मैले अघि नै भने टोटल फ्लाभोनोइड कन्टेन्ट, टोटल पोलिफेनोल कन्टेन्ट, टोटल फ्लाभोनोल कन्टेन्ट, तिनीहरू त्यही कम्पाउन्डहरूले चाहिँ हाम्रो एन्टिअक्सिडेन्टलाई कन्ट्रिब्युट गर्ने हुन्छ। र तपाईँको फरक एल्टिट्युडमा फरक एकुमुलेसन किन हुँदो रहेछ भन्दाखेरि तपाईँको फरक युभी रेडिएसनको एक्सपोजर भयो, एसिड एकुमुलेसन भयो, तपाईँको अब डिफ्रेन्ट एल्टिट्युडमा डिफ्रेन्ट टेम्परेचर हुन्छ, त्यसले गर्दा पनि त्यसको फिजियोलोजीमा चेन्ज भएर तपाईँको यो हाम्रो टोटल फ्लाभोनोइड, टोटल पोलिफेनोल कन्टेन्टहरू चेन्ज भएर र तिनीहरूको ब्यालेन्स अथवा तिनीहरूको मात्राले चाहिँ हाम्रो एन्टिअक्सिडेन्टलाई डिटर्माइन गर्दो रहेछ। भनेपछि यो साधारण एउटा भाषामा गएर हेर्दाखेरि रोपेको ठाउँ अथवा चाहिँ ऐसेलु चाहिँ जुन ठाउँबाट तपाईँले टिप्नुभयो त्यो ठाउँ अनुसार चाहिँ पाइने खाद्य तत्त्व भनौँ होइन, साधारण भाषामा त्यसको मात्रामा फरक पर्यो। त्यसको मेजरली हामी अब अहिले भन्दा हामी भिटामिन सीको कुरा गर्छौँ। हामी भिटामिन सीको कुरा चाहिँ भिटामिन सी पनि एउटा एकदम स्ट्रङ एन्टिअक्सिडेन्ट कम्पाउन्ड हो होइन। भिटामिन सीको सोर्सहरू हामी अरू सोर्सबाट जुन हाम्रो सिट्रसहरू हुन्छ, सिट्रसहरूको नजिकको भिटामिन सी लगभग त्यति नै त छैन, तर त्यसको त्योभन्दा अलिक तल छ, तर अलि नजिकको भिटामिन सी कम्पाउन्ड हामी भन्छौँ भिटामिन सी चाहिँ हामीले पाइदो रहेछ। र फरक ठाउँमा मानौ तपाईँको अब फरक ठाउँमा उम्रिएका अहिले त वाइल्ड नै छन् होइन, कसैले कमर्सियलाइजेसन गर्ने, यसको फरक ठाउँ अनुसार यसमा पाइने विविध खाद्य तत्त्व जसले चाहिँ हाम्रो स्वास्थ्यलाई चाहिँ फाइदा पुर्याउँछ, फाइदाजनक वस्तुहरू चाहिँ फरक पर्दो रहेछ भन्ने चाहिँ हामीले निष्कर्ष निकालेको। जसरी विदेशतिर ब्ल्याकबेरी, ब्लुबेरी भनेर पपुलर छ, नेपालको हिमालयन रास्पबेरीलाई नै हामीले पपुलर गराउन सक्यो भने एकदम राम्रो हुने रहेछ होइन। यसलाई पनि अहिले त वाइल्ड फर्ममा छ, भोलि चाहिँ किसानको खेतमा आफै यो ऐसेलु रोप्ने तरिका कुनै निकालेर रोपेर चाहिँ तपाईँको टिपेर विभिन्न प्रडक्टहरू बनाउने भने एकदम राम्रो हुने रहेछ भन्ने कुरो चाहिँ तपाईँको रिसर्चबाट पत्ता पनि लाग्यो। अब यही सन्दर्भमा जस्तो कि किसानलाई, विद्यार्थीहरूलाई सिम्पल भाषामा चाहिँ तपाईँले ऐसेलुको बारेमा अन्तिम शब्दहरू केही भन्नु पर्यो भने के हुन्छ तपाईँको? त्यो भन्नुपर्दा ऐसेलुको चाहिँ हामी कमर्सियलाइजेसन गर्नुपर्छ। यसका हाम्रा जुन न्युट्रास्युटिकल कुराहरू थिए, न्युट्रिएन्ट रिच कम्पाउन्डहरू छन् र यसलाई हाम्रो ब्लुबेरी, ब्ल्याकबेरी जस्तै जुन विदेशमा बेचिन्छन् त्यस्तै हामीले यसलाई पाउडर बनाएर त्यसका विविध प्रोडक्टहरू बनाएर बजारमा लन्च गर्न सकियो भने यो चाहिँ नेपालको एउटा आइडेन्टिटी नै अथवा नेपालको एउटा प्रोडक्ट हो भनेर भोलि इन्टरनेसनल मार्केटमा पनि एस्टाब्लिस गर्न सकिन्छ। र यसको फर्दर कमर्सियलाइजेसन प्र्याक्टिसेस अथवा प्याकेज अफ प्र्याक्टिसेस भन्छौँ, जति पनि अब विद्यार्थीहरू हुनुहुन्छ, जति पनि रिसर्चर जति पनि हुनुहुन्छ अर्गनाइजेसन, उहाँहरूलाई चाहिँ अझै यसको कल्टिभेसन प्र्याक्टिसेसहरू कसरी यसको प्रोपागेसन गर्न सकिन्छ, यसलाई चाहिँ कमर्सियलाइजेसन गर्नमा चाहिने कुराहरू के हुन्, त्यस्ता कुरामा फर्दर स्टडी गर्न चाहिँ म एकदम रिकमेन्ड गर्छु। र फार्मरले भोलि पर्सि त्यही हाम्रो प्याकेज अफ प्र्याक्टिसेस डेभलप गरेर हामीले कमर्सियलाइजेसन गर्न सक्यौँ भने एउटा पोटेन्सियल फ्रुट हो भन्छु म चाहिँ। ओके, भनिसकेपछि अन्तिममा तपाईँले अध्ययन गर्नुभएको ऐसेलु चाहिँ भोलि हामीले बजारमा ऐसेलुको जुस, ऐसेलुको वाइन, ऐसेलुको ड्राइड फ्रुटहरूको रूपमा देख्न पाइयोस्। शुभकामना तपाईँलाई। आफ्नो अनुसन्धानको बारेमा जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद।